र यहाँ धेरै कुराहरू आइसकेका छन् र पनि म जुन क्षेत्रमा आबद्ध छु, जुन क्षेत्रमा मैले आफ्नो जीवनलाई समर्पित गरेको छु, म त्यो क्षेत्रबाट थोरै शब्दहरू यहाँ व्यक्त गर्न चाहन्छु। सर्वप्रथम अघि धेरै कुराहरू आएको छ र मानव अधिकारका कुराहरू पनि आएका छन्। हामी सबै जब यस संसार धरामा हामी कार्यक्षेत्रमा हामी आयौँ, त्यतिखेर हामी एउटा आत्मस्वरूपमा यस संसारमा हामी आएका थियौँ र यस संसारमा आएर हामीले यो मानव शरीर र यो चोलालाई धारण गर्ने क्रममा कसैले हामीले मेलको शरीरलाई धारण गर्यौँ भने कसैले हामीले यो फिमेलको चोलालाई धारण गर्यौँ। तर आज हामीले देखिरहेका छौँ, भोगिरहेका छौँ र सामाजिक रूपमा, पारिवारिक रूपमा एउटा ज्वलन्त समस्या, जब नारी हुन्छ, छोरी हुन्छ, एउटा पेटमा नै त्यो छोरीलाई विभेद गर्ने जुन प्रक्रिया आज हाम्रो समाजमा होइन सबै नारी दिदी बहिनीहरूले भोग्नु भएको छ। चाहे त्यो छोरीको रूपमा होस्, चाहे त्यो बुहारीको रूपमा होस्, कसैले सासूको रूपमा होस्, विभिन्न रूपमा सबैले यस्ता किसिमका वेदनाहरू र परिस्थितिहरूलाई भोग्नु परिरहेको छ। त्यसकारणले मानव अधिकार भन्ने बित्तिकै हामी सबै मानव हौँ, हामी सबै परमात्माको सन्तान हौँ र त्यहाँ महिला र पुरुष भन्ने विभेद किन त? सबभन्दा पहिलो कुरा हामीले बुझ्नुपर्ने कुरा र मानव अधिकार भनेको हामी सबैको लागि समान हुनुपर्छ। र म यहाँ अलिकति आफ्नो क्षेत्रको कुरालाई म जोड्न चाहेँ। जसरी आज हाम्रो वैदिक सनातनी छ, वैदिक सनातनीले नारीको विभेद गरेको छैन। म हजुरहरूलाई भन्न चाहन्छु, जो हाम्रो सनातनी छ त्यसले नारीको विभेद गरेको छैन। जहाँ भनिएको छ यत्र नारीस्तो पूज्यन्ते तत्र रमन्ते देवता, जहाँ नारीको सम्मान र पूजा हुन्छ त्यहाँ देवताहरू पनि रमण गर्थे भनेर हाम्रो वैदिक सनातनीमा नारीको यति उच्च सम्मान छ। र अर्को कुरा, त्यो बेलामा नारीको नाम अगाडि आउँथ्यो। सीताराम भनिन्थ्यो, लक्ष्मी नारायण भनिन्थ्यो, राधा कृष्ण भनिन्थ्यो, होइन र? नारीको नाम पहिला आउँथ्यो। र आध्यात्मिकतामा पनि नारीलाई विभेद गरिएको छैन। किनकि मैले आफ्नो यो जीवनलाई आज 36-37 वर्ष आध्यात्मिक क्षेत्रमा मैले यो जीवनलाई व्यतीत गरेको छु। र यस ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय भनेको नै नारी प्रधान संस्था हो र हाम्रा विभिन्न 140-42 राष्ट्रहरूमा त्यहाँ नारीहरूले नै एउटा सशक्त रूपमा यस एउटा समाजको रूपान्तरण गर्नको लागि पहिला स्वयंको रूपान्तरण र त्यसपछि समाजको रूपान्तरण गर्नको लागि नारी दिदी बहिनीहरू निरन्तर रूपमा लागिरहनु भएको छ, हामी जस्तो नारीहरू। त्यसकारणले यो नारी प्रधान संस्था र मैले अहिलेसम्म एउटा जीवनमा गरेको अनुभव र यो एउटा आध्यात्मिकताले नारीलाई सदैव उच्च सम्मान दिएको छ र विभिन्न ठाउँमा नारीहरू नै यसको अग्रणी रूपमा कार्यहरू गरिरहनु भएको छ। र म अलिकति के भन्न चाहन्छु त भन्दा, विभेद कहाँ भयो त? नारीको विभेद कहाँ भयो त भन्दा, जहाँ एउटा कर्मकाण्ड, आज एउटा मन्दिर बनाऊ, कर्मकाण्डमा अलिकति नारी, हाम्रै नारी दिदी बहिनीहरूले त्यो घरबाट, त्यो समाजबाट एउटा छुवाछुतको रूपमा, होइन, चाहे जातीय छुवाछुतको रूपमा या अन्य छुवाछुतको रूपमा जुन नारी दिदी बहिनीहरूले नै धेरै विभेद गरेको पनि हामी सबैले महसुस गरेका छौँ। र कर्मकाण्डको रूपमा भन्नुपर्दा जहाँ धेरै अन्धविश्वासहरू भए नि, जहाँ हाम्रो आध्यात्मिकतालाई छोडेर, वैदिकतालाई छोडेर अलिकति हामी बढी अन्धविश्वासमा जहाँ हामी लाग्न थाल्यौँ, त्यहाँ सायद मलाई लाग्छ नारीको अत्यन्तै बढी विभेद भएको छ। त्यसमा पनि एकल महिलाको रूपलाई आज समाजमा जुन हेर्ने दृष्टिकोण छ, घर परिवारले जुन गर्ने किसिमको व्यवहारहरू छ, होइन, ती धेरै कुराहरू अगाडि हामीले सुनिसकेका छौँ।
त्यसले गर्दा म सम्पूर्ण एउटा मानव अधिकार र नारी दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु त भन्दा हामी स्वयं सशक्त हुनुपर्छ। म के भन्छु भन्दा नारी कहिल्यै पनि उनी कोमल जरुर हुन्छन्, नारीको स्वभाव कोमल हो, नारी कोमल जरुर हुन्छन्, तर उनी कमजोर हुन सक्दैनन्। त्यस कारणले यहाँहरू सबैलाई होइन, जुन नारी शक्ति दुर्गा सरस्वती लक्ष्मी यो कसको रूप हो त? हजुर हामीकै रूप त हो नि, होइन र? नारी शक्तिको रूप हो। त्यस कारणले आज अधिक धन कमाउनमा धेरै पुरुषहरू अग्र रूपमा देखिए तापनि तर धनको देवी बनेर जुन लक्ष्मीको पूजा हुन्छ, विद्यामा पनि आज केही शिक्षित नारीहरू हुनुभएको छ, तर एउटा शिक्षाको रूपमा पनि विभेदै थियो, छोरीलाई किन पढाउनु पर्छ र, अर्को घरमा जाने जात त हो नि भनेर छोरीलाई नपढाउने जुन किसिमका विभेदहरू थिए। तर हामी देख्छौँ हाम्रो वैदिकतामा होइन विद्याको देवी भनेर सरस्वतीको पूजा गरिन्छ होइन। त्यस्तै प्रकारले बल र साहसको प्रतीक भनेर दुर्गा देवीको पूजा गरिन्छ। त्यो हजुरहरूको प्रतीक हो, हामी सबैको प्रतीक हो। र आफ्नो जुन सम्मानमा, आफ्नो धर्ममा, आफ्नो एउटा मर्यादामा सम्पूर्ण नारी जाति रहेर होइन, मानव आज कतिलाई भन्नुपर्ने हुन्छ कि मानवको मर्यादाको उल्लङ्घन गरेको कारणले गर्दा ए तिमी मानव त हो भन्नु परेको छ नि त, किनकि मानव पनि रहेका छैनन् के। मानवको कर्मले, दुष्कर्मले, विकर्मले, पाप कर्मले मानव रहेका छैनन् होइन। मानवीयताको ठाउँमा दानवीय प्रवृत्तिको जुन आज विकास भएको छ, तब यो मानव अधिकार आयो, अन्तर्राष्ट्रिय मानव अधिकार होइन, हाम्रो राष्ट्रिय मानव अधिकार। तै पनि हामीले एक मानवले अर्को मानवलाई सम्मान गर्न सकेका छैनौँ। पक्कै पनि हामी यदि हाम्रो जीवनमा अलिकति पनि मनको भित्र आध्यात्मिकतालाई हामी जोडौँ होइन, तब त्यहाँ हामीले एकले अर्कालाई सम्मान दिने जुन क्षमता छ, दृष्टिकोण छ, त्यो दृष्टिकोणको पनि विकास हुन्छ भन्दै यहाँले जुन यो केही भावना व्यक्त गर्ने शुभ अवसर दिनुभयो, यसको लागि पुनः आयोजकज्यूहरूलाई हार्दिक धन्यवाद। म आफ्नो मन्तव्यलाई टुङ्ग्याउन चाहन्छु। वास्तवमा यो WHRलाई नेतृत्व गर्ने लिली दिज्यू आदरणीय, जो चाहिँ यो राष्ट्रिय लेभलको चाहिँ एकल महिला सञ्जालको रूपमा राष्ट्रिय व्यापी रूपमा चाहिँ उहाँले गर्नुभयो, दिज्यूलाई सम्मान गर्न चाहन्छु, सम्झिन चाहन्छु। उहाँले गर्दाखेरि वास्तवमा यो एकल महिलाको सम्मान र रातो पहिरन जुन चाहिँ कपडाहरूमा पनि महिलाहरूले सेतो लुगा लाउने अनि उहाँहरूलाई अपेलित गर्ने समाजले, त्यो जुन कुराहरू देखिन्थ्यो, म पनि यो क्षेत्रमा काम गर्न थालेको 30 वर्ष भयो। 30 वर्षमा पहिला महिलाहरूको जुन एकल महिला, विधवा महिला भनेर हेला गर्ने त्यो देख्दाखेरि यो रातो पहिरन अभियान चाहिँ म खजुरामा UNDP एउटा रूप भन्ने प्रोग्राममा काम गर्थेँ। त्यहाँ चाहिँ त्यो एक मायाजीहरू अहिले नेसनल लेभलको महासचिव हुनुभएको छ WHRको, एक माया विक। अनि शोभा बिसी भन्नेलाई हामीले सञ्चारिका समूहबाट नेपालगञ्जमा बोल्नलाई घरबाट ल्याएको, अहिले उहाँ WHRको राष्ट्रिय अध्यक्ष हुनुभएको छ। र उहाँ अस्ति प्रधानमन्त्रीसँग ड्यासमा बसेर यो 17औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उसमा बोलेको देख्दा र बसेको देख्दा मलाई यति खुसी लाग्यो कि साँच्चै नै यो WHRले एउटा ग्रासरुट लेभलको महिलालाई कहाँ पुर्यायो। रियली वुमेन इम्पावरमेन्ट भनेको त्यो हो क्या, जसले द्वन्द्व पीडित महिलाहरू, जो चाहिँ श्रीमानलाई राज्यले मारेर द्वन्द्व पीडित भएर चाहिँ रुएर बसेको बेलामा सञ्चारिका समूहले उहाँहरूलाई ल्याएर उहाँहरूलाई चाहिँ तपाईहरू सङ्गठित हुनुपर्छ, तपाईहरू अगाडि बढ्नुपर्छ भन्ने कुरा गर्ने बेला त्यतिखेर म नेपालगञ्जमा सञ्चारिका समूहको उपाध्यक्षको रूपमा काम गर्थेँ। अनि त्यसरी ल्याएकोले अहिले उहाँहरू राष्ट्रिय लेभलको चाहिँ अध्यक्ष हुँदाखेरि हामीलाई यति गौरव लाग्छ। र यो WHRकै कारणले गर्दाखेरि जुन श्रीमान बित्ने बित्तिकै जुन महिलाहरूले सेक्युरिटी अलाउन्स भन्ने जुन सुरक्षा भत्ता चाहिँ पाउनु थाल्नुभयो, त्यसले एउटा महिलाको आर्थिक सम्मान पनि बढेको छ। पहिला एउटा उमेर काट्नु पर्थ्यो, त्यो उमेर
अब काट्नुपर्ने अवस्था छैन। यस्ता कानुन अझै पनि भए पनि व्यवहारमा धेरै कुराहरू सुधार्नुपर्ने छ र जुन यो हाम्रो प्रादेशिक लेभलमा एउटा इफोर्ट चाहिँ हाम्रो यहाँको WHR टिमले गर्नुभएको छ त्यो धेरै नै सराहनीय छ। वास्तवमा मैले उहाँहरूलाई केही पनि दिन सकेको छुइनँ। व्यक्तिगत रूपमा उहाँहरूसँग र UNDP को प्रमुखको हैसियतले कहिलेकाहीँ सरसल्लाह सुझावहरू दिने आउने जाने भेट्ने कुराहरू मात्रै गरेको छु। हामीले धनगढी उपमहानगरपालिकामा 2019मा के अरे सोसो इकोनोमिक इम्पावरमेन्ट अफ सिङ्गल वुमेन भन्ने कार्यक्रम पनि गरेको थियौँ। त्यतिखेर पनि हामीले उहाँ थ्रु नै गर्ने हामीलाई चाहना थियो। तर UNDP एउटा यस्तो प्रोसेस ओरिएन्टेड अर्गनाइजेसन हो जसमा डकुमेन्टेसन हाई लेभलको चाहिन्छ। अब NGOहरूले लिड गर्ने बेलामा अलि सशक्त NGOले चाहिँ त्यो काम गर्ने मौका पायो। तर पनि हामीसँग त्यो नलेज म्यानेजमेन्टको रूपमा 350 जना सिङ्गल वुमेनहरूलाई सिपमूलक तालिमहरू दिएर उहाँहरूको हामीले आर्थिक अभिवृद्धि गरेका छौँ, सशक्त बनाएका छौँ। त्यसमध्ये यहीँ हाम्रो WHR को टिम पनि हुनुहुन्छ र UNDP जहिले पनि यहाँहरूको साथ सहयोगमा हुनेछ भन्दै म आफ्नो 2 शब्द यहीँ टुङ्ग्याउँछु। उहाँ सरले NGO फेडरेसनको सरले कुरा राख्नु भएको छ र अहिले आएर मैले त उहाँले के भन्नुभएको छ भने राजनीतिमा जस्तै सङ्घ सरकार छ, प्रदेश सरकार छ, स्थानीय निकाय छ, तीनै सरकारमा आफ्नलाई मात्रै यो जो बजेट बाँडिन्छ हेरेको छैन। भोट दिएको आधारमा उहाँले बजेट बाँड्नुहुन्छ भन्नुभएको छ र केही कुरा मलाई पनि साँच्ची पनि लागेको छ। किनभने म स्थानीय निकायमा उपप्रमुख भएको हैसियतले मैले देखेको पनि त्यही छ। के छ भने चाहिँ गर्नुपर्ने स्थानीय निकाय स्थानीय सरकारमा आएपछि भोटको आधारमा बजेट बाँड्ने होइन कि त्यो निकायमा त्यो कुर्सीमा बसिसकेपछि त्यो निकायका सम्पूर्ण जनतालाई हेर्नुपर्छ हामीले। मैले पनि त्यो न्यायिक समितिमा पनि म केही त्यो काम गर्छु। किनभने चाहिँ 2टा छ, एउटा 47(1) र 47(2) को छ। 47(2) मा मेलमिलाप अन्तर्गत उहाँलाई मेलमिलाप गराउँछु र 47(1) मा केही कुरा निर्णय गर्नुपर्ने हुन्छ र त्यसको लागि पनि स्थानीय तहमा एकजना कानुन अधिकृत छैनन्। हामीले त्यो निर्णय गर्नु पर्दा हामीले उहाँ सरलाई धेरै जसो उहाँ गणेश सरलाई हामी भन्छौँ, उहाँलाई बोलाउने कोसिस गर्छु र भएन भने पुष्प विक्रम शाहीजीलाई बोलाउँछु। त्यहाँ एउटा त्यो अभाव छ र हामीले गोमा आचार्यज्यूसँग सँगै हामीले पनि 58-59 सालदेखि एकल महिलाको लागि, सीमान्तकृत महिलाको लागि, दलित महिलाको लागि, समग्र महिलाको लागि आवाज उठाउँदै आएका छौँ। किनभने 2054 सालमा म मालाखेती गाविसको वडा नम्बर 5 को वडा महिला सदस्य पनि हो र त्यसमा काम गर्दै आउँदा मैले धेरै परिवर्तन पनि देखेका छौँ। किनभने हाम्रा महिला दिदीबहिनी जो एकल महिला भएकै दिनदेखि उहाँले भत्ताको व्यवस्था जो हामीले माग गरेका थियौँ त्यो आवाज उठाएका थियौँ। हाम्रा सङ्घ सरकारका महिला दिदीबहिनी नेत्रीज्यूले पनि त्यो आवाज उठाउनु भयो, हामीले उठायौँ, उहाँले सहयोग गर्नुभयो र यो अहिले उहाँले पाइराखेको अवस्था पनि छ, परिवर्तन भएको अवस्था देखेको छु। र राजनीतिमा पनि महिलाहरू हामी आरक्षण कोटा दियो जो, त्यस कारणले पनि हामी धेरै महिला दिदीबहिनीहरू राजनीतिमा पनि आएका छौँ। र हाम्रा कैलाली जिल्लाका सिडिओ साहबले भन्नुभएको छ मध्य प्रदेशमा उपप्रमुख महिला तर काम चाहिँ उहाँका श्रीमानले गरिराखेको अवस्था देखे भन्नुभएको छ। त्यसमा कमी कमजोरी उहाँ सिडिओ साहबले पनि उहाँलाई बुझाउनु पर्थ्यो त उहाँका श्रीमानलाई, तपाईँ किन उहाँको पदलाई हस्तक्षेप गर्नुहुन्छ त, उपप्रमुख त महिला हुन्, तपाईँले किन त्यो उहाँको फोन उठाइराख्नु भएको छ, उहाँलाई काम गर्नु दिनुपर्छ भन्ने कुरा उहाँले पनि बुझाउनु पर्थ्यो नि त। उहाँको अधिकारलाई उहाँले पनि सम्झाइदिनु पर्थ्यो। त्यस कारणले महिला दिदीबहिनीहरूको क्षमता अभिवृद्धि गराउनु एकदमै आवश्यक छ। किनभने हामीले पनि त्यो वडाका महिला दिदीबहिनीहरूको लागि बजेट बनाउँछु, एकल महिलाको लागि, सीमान्तकृत महिलाको लागि र HIV
प्रभावित समूह छ तिनको लागि बजेट बनाउँछु र बजेट पनि वडामा जान्छ, वडामा पनि जान्छ र केही बजेट नगरपालिकाबाट पनि त्यहाँ ती दिदीबहिनीहरूको लागि हामी कार्यक्रम राख्छौँ र दिइराखेको अवस्था छ। कुरा के छ भने वडाको जो बजेटमा पनि वडा अध्यक्षले सहभागी छनौट गरेर पठाउनुहुन्छ कार्यक्रममा। फेरि त्यो नगरको जो बजेट छ महिला तथा बालबालिका शाखामा हुन्छ र सामाजिक विकास शाखामा पनि विभिन्न एनजिओ आइएनजिओ हुन्छन्, सङ्घ संस्था हुन्छन्, त्यहाँ पनि सहभागी छनौट गर्न लागि त्यहाँका कर्मचारी फेरि पनि वडा अध्यक्षलाई दिनुहुन्छ। तपाईँको वडाबाट यतिजना सहभागी पठाइदिनुपर्छ भनेर। मेरो भनाइ के हो भनेपछि उपप्रमुखले पनि त्यहाँ सहभागी छनौट गर्नु त पाउनु पर्यो नि त त्यो शाखाको बजेटमा त भनाइ मेरो पनि छ त्यहाँ। किनकि वडाको बजेट पनि वडा अध्यक्ष सञ्चालन गर्ने, उहाँले कार्यक्रम गर्ने, सहभागी उहाँले पठाउने र नगरको बजेटमा पनि उहाँकै हस्तक्षेप, पुरुषको हस्तक्षेप चाहिँ यहाँ भएको छ वडा अध्यक्षज्यूको। जुन ठाउँमा महिला दिदीबहिनी वडा अध्यक्ष छन् त्यहाँ राम्रोसँग कार्यक्रम चलेको छ र जहाँ जहाँ पुरुष छन् पुरुषको भनाइ अझै पनि के छ भनेपछि महिला भनेको दोस्रो दर्जाको नागरिक हुन् कि जस्तो मान्नुहुन्छ। त्यसैले परिवर्तन अझै हामी 59-60 सालदेखि लागेका छौँ, लाग्दै आएका छौँ। अझै यसमा सुधार गर्नुपर्ने कुरा चाहिँ देखिरहेछौँ। नीति बनाउँछ सङ्घ सरकारले, प्रदेश सरकारले, त्यसलाई फलो गर्छ, हाम्रो स्थानीय निकायले चाहिँ कार्यान्वयन गर्छ। र पहिला गाविस हुने बेला पर्सेन्टको हिसाबले बजेट आउँथ्यो महिलाका लागि, अपाङ्गता भएको व्यक्तिहरूको लागि, सबैको लागि। अहिले चाहिँ के छ समग्र बजेटमा केही बजेट मात्रै दिनुपर्छ, पर्सेन्टको हिसाब छैन। त्यसकारणले त्यहाँ चाहिँ के हुनु पर्थ्यो भने त्यो बजेट बनाउँदै पनि फेरि त्यो मेयर साहबको अध्यक्षतामा बैठक बसेर फेरि पनि त्यसमा काटछाँट हुन्छ। बजेट बनाउने चाहिँ उपप्रमुखलाई दिएको छ, उपप्रमुखले बनाउँछ, ल्याएको बजेट पनि फेरि बैठक बसेर त्यहाँ काटछाँट हुन्छ। काटछाँट भएपछि पनि फेरि त्यहाँ के हुन्छ भनेपछि केही कुरा हेरी हुन्छ जहाँ पनि वडा अध्यक्ष र वडाको हिरो भनेको वडा अध्यक्ष, नगरपालिकाका हिरो भनेको मेयर साहब, गाउँपालिकाका अध्यक्ष। मैले अहिलेसम्म त्यही देखेको छु। यसलाई चाहिँ मेरो भनाइ के छ भनेपछि सङ्घ सरकारले, संविधानले उपप्रमुखलाई काम धेरै दिएको छ, काम गरिरहेछौँ। केही बजेटमा पनि उपप्रमुखलाई दिएको भए यसो तब स्थानीय निकाय अझ राम्रोसँग चल्थ्यो भन्ने कुरा मलाई लागेको छ। हामी अब यो 77औं अन्तर्राष्ट्रिय महिला मानव अधिकार दिवस को शुभकामना पनि छ। यो डिसेम्बर 10मा पनि हामी सबैजना समन्वय गरेर नै प्रभात फेरी कार्यक्रम गरेर नै मनाएका थियौँ। जेन्जी मार्गमा औपचारिक यो समारोह विसर्जन भएको थियो र अझै पनि यो सबै दिन यो उजागर नै हुनुपर्छ भन्ने सबै अभियन्ताहरूको मान्यता छ र मानव अधिकार के हो, यो के को लागि हो भन्ने विषयमा कुरा उठि नै राख्छ। र 2068मा जुन यो ऐन बनिसकेपछि यो मानव अधिकारले यो संस्थागत रूपमा यो संवैधानिक व्यवस्था भयो। त्यस पश्चात मानव अधिकारका कुराहरू उठ्न थाले र यो के को लागि बन्यो त भन्दाखेरि यो कमजोर र बलियो भन्ने हुँदैन। किनभने मानव अधिकार नैसर्गिक अधिकार, वास्तविक र प्रकृतिसँग जोडिएको अधिकार हो र यसमा सबैलाई समान नजरले हेर्नुपर्छ भन्ने हिसाबले यो बनाइएको हो। र अझ पनि हाम्रो समाजमा मानव अधिकारको हनन र उल्लङ्घन भएको भनौँ हामी देखेका छौँ। हिंसात्मक गतिविधि अझ पनि छ। यो लैङ्गिक हिंसा 16 दिने अभियानमा पनि धनगढी उपमहानगरपालिकाले हेल्प डेस्क विभिन्न ठाउँमा राखिएको थियो। त्यसमा 2038 जनाले परामर्श र सेवा लिएको र 4 जना लैङ्गिक हिंसा प्रभावित नै आफै हेल्प डेस्कमा आउनुभयो र 3 जनाको प्रक्रियामा छ, 1 जनाको मुद्दा दर्ता गरियो। सम्पूर्णलाई मैले जानकारी गराएँ। यो के को कारणले अघि नै कुरा उठ्यो, आर्थिक पक्ष पनि हो र यो घर व्यवहारले पनि यो अलि बिग्रिने के
त्यसैले सक्षम पनि हुनुपर्छ। शिक्षा स्वास्थ्य पनि जरुरी छ र यो अंश र वंशमा पनि समान वितरण हुनुपर्छ। किनभने समग्र व्यक्ति कमजोर भन्दा पनि ग्रासरुट भन्दा पनि पहुँच लेभलमा जो हिंसा छ त्यो विद्यमान छ। त्यो बोल्न नसकेको, बोल्न नदिएको, दबाउने के यस्तो। यो घरै परिवारदेखि एउटा सुरुवात के छ भन्दाखेरि स्रोत साधन सम्पत्ति अधिकार र सूचनामाथि असमान वितरण हुनु है। यो महिला र पुरुष बीच यो भेदभाव गर्नु है। यो देशै चलाउने जिम्मा यो पहुँच लेभलको किन मैले भनिराखेँ भन्दाखेरि महिला र पुरुषको भए तापनि लैङ्गिक विभेदको कारणले ठुलो खाडल छ। त्यो पुरिन अझै बाँकी छ। त्यसमा धेरै कुरा आयो, समस्या देखियो र हामी सबैजना मिलेर त्यसलाई पुर्नुपर्छ। र अन्तमा अब होइन समय छैन, धनगढी उपमहानगरपालिकाको अभियान महिला दिदीबहिनीहरूलाई माथि उकास्नको लागि शनिबारे महिला उद्यम बजारमा जोडिनुहोस्, त्यो ठाउँमा पैसा पनि कमाउनुहोस् र सङ्घ संस्थामा जोडिनुहोस्, राजनीतिकमा जोडिनुहोस्, चुनाव लड्नुहोस्। अब मेरो काम उस्काउने है। एक र दोस्रो काम, युवा विदेश गए, अब इन्टरनेसनलतिर भिड होइन, अब धनगढी उपमहानगरपालिकातिर भिड। हुन त सुदूरपश्चिमको एक मात्र उपमहानगर धनगढी हो, मेरो वडा 19 मात्र हो, तर 87 पालिकालाई हामीले जोडेका छौँ। 87 पालिकाका युवाहरूलाई सिप तथा रोजगार मेलामा सहभागी गराउनेछौँ। गत वर्ष पनि गरायौँ 8 क्षेत्रका 29 विधामा र यस पालि हामी 7 क्षेत्रको 22 विधा छ। यो ट्रेनिङ दिने र रोजगारी गराउने र उत्पादन गर्ने र आफ्नै स्वदेशमा काम गर्ने। गत वर्षमा 1040 र 50% नागिसक्यो, स्थापना भइसके र कोही प्रक्रियामा छन्। र यसपालि पनि हामी धेरैभन्दा धेरै सङ्ख्या बढाएर रोजगारी दिने अवसरमा छौँ र सबैजना जोडिनु होला। सबैभन्दा ठुलो कुरा आर्थिक पक्ष नै हो। आर्थिकले धेरै सुकुन दिन्छ र धेरै बाटो देखाउँछ भन्दै महिला दिदीबहिनी र सबै पुरुष दाजुभाइहरूलाई धनगढी उपमहानगरपालिकाको यो अवसर छोपिदिनु होला भन्ने हार्दिक अनुरोध गरे। सम्बोधन गर्न छुटेका सम्पूर्ण महानुभावहरूमा मेरो हार्दिक नमन गर्न चाहे र आज यस सुदूरपश्चिम प्रदेश स्तरीय कार्यशाला गोष्ठीको आयोजना गरेर मानव अधिकार आयोगलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र समयले एकदमै नेटो काटिसकेको हुनाले मैले पनि धेरै नभनिकन एकदमै छोटोमा भन्ने प्रयास गरेको छु र समय 3 मिनेट मात्रै भन्ने जानकारी आइसकेको हुनाले समग्रमा धेरै कुरा आइसकेको छ, जसकारण हामी मानव अधिकारका बारेमा यदि सबैले समान रूपमा बुझिदियो भने यी जति पनि विभेद छन्, लैङ्गिक रूपमा जातीय विभेद, त्यसै गरी आर्थिक सामाजिक जति पनि विभेद छन्, हामीले जन्मदेखि मृत्युसम्म पाउने जुन हाम्रो अधिकारको बारेमा हामीले समान रूपमा यदि बुझ्यौँ भने यी विभेद आउँदैनन्। जसकारण यस्तो कार्यक्रममा उपस्थित हुँदै गर्दाखेरि महिलाहरूको यो भेला देख्दाखेरि एकतर्फबाट वर्तमान अवस्थामा खुसी पनि लाग्छ, तर यो लैङ्गिकको कुरा आउँदा र विभेदका कुरा आउँदाखेरि म आफ्नो भोगाइको अथवा आफ्नो हिंसाको घर परिवारको म पनि एउटा हिंसा प्रभावित अथवा त्यो भुक्तभोगी व्यक्ति भएकोले त्यो घटना सम्झिँदाखेरि मलाई कार्यक्रममा उपस्थित नहुन पाए हुन्थ्यो जस्तो लाग्छ, किनकि म त्यो आफ्नो जीवन कथा सम्झिन्छु। त्यसकारण छोरी हुँदै गर्दाखेरि लगातार 3वटा छोरी भइसकेपछि योबाट छोरा भएन भनेर हामी एकदमै त्यो छोरी भएकै कारण अथवा नारी भएकै कारण त्यो परिवारमा अथवा त्यो विभेद भएको म पनि एक व्यक्ति हो। जसकारण 3वटा लगातार छोरी भइसकेपछि मेरो आमाको कोखमा चौथो सन्तानको रूपमा मेरो भाइ थियो र अहिलेको जस्तो उतिखेर साधनहरू थिएनन् कि प्राविधिक जुन हामी अहिले मेडिकल चेक गर्छौँ, विभिन्न गर्भावस्थादेखि
कतिपटक चेक गर्छौँ हामी एकदमै त्यस्तो चेक गर्ने अवस्था थिएन, जसकारण त्यतिखेर थाहा थिएन कि मेरो आमालाई चौथो सन्तान मेरो पेटमा छोरो छ भनेर। जसकारण सुत्केरी हुने अन्तिम चरम अवस्थामा त्यो प्रसवको पीडा कस्तो छ हामी सबै भुक्तभोगी व्यक्ति यहाँ छौँ। जसकारण अब फेरि पनि छोरी हुन्छ भनेपछि जुन बाख्रा काट्ने हँसिया हुन्छ, तपाईँहरूलाई विश्वास नलाग्ला, त्यो हँसिया राखेर सिरानीमा सुतेको र प्रसव पीडाले छटपटिएर मेरो आमा उतिखेर मेरो अन्तिम जीवन यही हो भनेर उहाँले बोल्नुभएको थियो। अथवा मेरो छोरो सन्तान भएपछि म यहाँ मेरो जीवन छ, होइन भनेपछि हजुरकै हातबाट मेरो मृत्यु छ भनेर उहाँले यो शब्द बोलेको म धेरै सम्झिन्छु। जसकारण यस्तो कार्यक्रममा म धेरै बोल्नुभन्दा पनि एकदमै मलाई कस्तो हुन्छ त्यो त्यतिखेरको एकदमै भावुक भएर म त्यो कल्पना गर्न सक्दैन। जसकारण यस्ता समस्या छन् र अहिले भन्न खोजेको यो विभेद जति नीति नियम कानुन आए पनि हामीले आफ्नो हृदयबाट अथवा हामीले गर्ने सोच विचार र व्यवहारमा परिवर्तन आएन भने त्यो नीति नियमको पनि सायद मलाई लाग्छ त्यसको पनि राम्रो सदुपयोग हुन सक्दैन। जसकारण हाम्रो ग्रामीण भेगभन्दा पनि अझ यो सहरी क्षेत्रमा विभिन्न विकसित क्षेत्रमा किन भइरहेका छन् त आत्महत्याका घटनाहरू, हिंसाजन्य घटनाहरू। हामी भन्छौँ कि अशिक्षित अथवा त्यस्ता दूरदराजमा परेका व्यक्तिहरू, अशिक्षा जनचेतनाका कमीले त्यस्तो घटना घटिराखेको छ। र अर्को प्रश्न, हाम्रो शिक्षित समाजमा पनि त्यस्तो घटना किन घटिराखेको छ त? आजको यस कार्यक्रमको 77औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको यसैलाई जोडेर आजको यस कार्यक्रमका सभाध्यक्ष र आजको यस कार्यक्रमका प्रमुख अतिथि विशिष्ट समितिको सभापतिज्यू र मान्यज्यू हाम्रो इन्द्रा मान्यज्यू, पालिकाका उपप्रमुखहरू लगायत आफ्नो तह र तबकाबाट उपस्थित हुनुभएका सम्पूर्ण मानभावहरू, बिहानको न्यानो अभिवादन पनि टक्राए। मैले यहाँ धेरै विषयवस्तुहरू राख्नुभन्दा पनि समसामयिक विषयवस्तुहरू केही आइसकेको छ र सर्वप्रथम त यो आयोजक टिमलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो कार्यक्रमको आयोजना गरेर यति धेरै महिला दिदीबहिनीहरू उपस्थित गरेर अहिलेको हाम्रो अवस्था, महिलाको अवस्था राजनीतितिर हरेक क्षेत्रतिर तल चुलोदेखि लिएर सत्तासम्म के कस्तो अवस्था भइरहेको छ भन्ने कुराहरू उहाँहरूले टाइममा यो कार्यक्रमहरू गरिराख्नु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र विशेष त साँच्चीकै अहिले एकल महिलाको धेरै कुराहरू आइरहेको छ। एकल महिला, द्वन्द्व पीडित, सीमान्त पीडित लगायतका महिलाहरू मात्रै नभएर हामी पुरुषहरूतिर पनि हामी जानुपर्छ कि जस्तो लागिराखेको छ मलाई पछिल्लो चरणमा। त्यसकारणले अहिले हामीले जति विषयवस्तुहरू अहिले दुईटा क्लासमा हामीले केही विषयवस्तुहरू हामीले सुन्यौँ पनि, हाम्रो गोमा दिदीले पनि केही विषयवस्तुहरू राख्नु भएको छ महिलाको विषयमा। त्यसपछि योभन्दा अगाडिका वक्ताहरूले पनि केही विषयवस्तुहरू राख्नु भएको छ र स्टुडियो साथले पनि केही विषयवस्तुहरू राखेर जानु भएको छ। नितान्तै रूपमा अहिले हिजोको महिलाको अवस्था र अहिलेको महिलाको अवस्था के साँच्चीकै उही हो त भन्दाखेरि त्यो चाहिँ छैन। केही चेन्ज चाहिँ भएको छ, केही सुधार चाहिँ भएको छ। फेरि पनि हामीले मेहनत, यो अरू कसैको मेहनतले होइन, हामी आफ्नै मेहनतले हो जस्तो लाग्छ। हिजोदेखिका हाम्रा सङ्घर्षहरू, हिजो चुलोदेखिका हाम्रा सङ्घर्षहरू र सडकदेखिका हाम्रा सङ्घर्षहरू र अहिले सत्तामा पुगन्जेलसम्मका हाम्रा सङ्घर्षहरू नितान्तै रूपमा एउटा चुनौतीपूर्ण चाहिँ छ। अझै पनि हाम्रो अधिकारहरू महिलाले पूर्ण रूपमा भरपुर मात्रामा पायो त भन्दाखेरि त्यो छैन। अझै पनि हामीलाई धेरै चुनौतीहरू चाहिँ छन् महिलाहरू ठाउँमा पुग्दै गर्दाखेरि पनि। जस्तै अहिले वडाका अध्यक्षहरू महिला हुनुभयो भनेपछि, नगरका मेयरहरू महिला हुनुभयो भनेपछि, अहिले प्रदेश सांसदहरू हरेक ठाउँमा त्यो सर्कलमा जुन एउटा महिलाहरूको वृद्धि हुँदै गएको छ, त्यसमा नितान्तै रूपमा चुनौती चाहिँ नभएको होइन, चुनौती त्यहाँ पनि चुनौती छ।
अहिले यो एकल महिलाको विषयबाट म थोरै सुरुवात गर्छु। एकल महिला हिजोको समाजमा एकल महिला बाँच्नु र आजको समाजमा एकल महिला बाँच्नुमा चाहिँ धेरै अन्तर चाहिँ हामीले देखिराखेका छौँ। के कति कारणले अहिले यो संविधान आइसकेपछि यो हामीले गरेको सङ्घर्ष, हामीले गरेको मेहनत, हामीले गरेको आवाजले गर्दाखेरि अहिले चाहिँ केही परिवर्तन भएको छ भन्ने चाहिँ मलाई लागिराखेको छ। त्यस कारणले अहिले जति समाजमा महिलाहरू पीडित हुनुहुन्छ, हिजोको पीडित महिलाहरू र आजको पीडित महिलाहरूमा चाहिँ धेरै अन्तरको चाहिँ फरक छ। ती खुड्किलाहरू चाहिँ उहाँहरूले धेरै पार गर्नु भएको छ। त्यो समाज पनि अलिकति परिवर्तन हुँदै यहाँसम्म पुगेको छ र यसलाई यो समाजलाई फेरि पनि हामीले परिवर्तन गर्दै अझ माथि पुगाउने तपाईँ हाम्रो दायित्व हो भन्ने लाग्छ। हामी सबै दाजुभाइ दिदीबहिनीहरू, दाजुभाइहरू पनि यहाँ उपस्थित हुनुहुन्छ, दिदीबहिनीहरू यहाँ उपस्थित हुनुहुन्छ। तपाईँ हामी सबैले हातेमालो, महिलाले महिलाको अधिकार मात्रै बोल्ने र पुरुषले पुरुषको अधिकार मात्रै बोलेर हुँदैन। हामी सबै एकरूपताका साथ हातमा हात काँधमा काँध राखेर अगाडि बढ्यौँ भनेपछि नितान्तै रूपमा हामी समग्र रूपमा सहजै रूपमा हामीले हाम्रा खुड्किलाहरू पार गर्छौँ र हामीले हाम्रा अधिकारहरू प्राप्त गर्न सक्छौँ भन्ने लाग्छ। महिलाहरूलाई अधिकार प्राप्त गर्न अवसर दिने पनि पुरुषहरूकै सहयोगबाट पनि हामीले त्यो अवसर प्राप्त गरेका छौँ र पुरुषहरूलाई एउटा राम्रो स्थानमा पुगाउनको निम्ति पनि त्यो महिलाको एउटा हात हो भन्ने कुराहरू हामी सबैले बुझ्नुपर्छ। र जसरी एउटा घरलाई सुन्दर फुलबारी एउटा नारीले बनाउँछ भने यो देशलाई पनि सुन्दर फुलबारी नारीले नै बनाएको छ, नारीको सहयोगले बनेको छ भन्ने कुरा पुरुष दाजुभाइहरूले पनि सोच्नुपर्छ र महिलाहरूले पनि हामी सबैको सहयोगले चाहिँ बनेको छ भन्ने कुराहरू चाहिँ बुझ्नुपर्छ जस्तो लाग्छ। र द्वन्द्व पीडितका कुराहरू गर्ने हो भने हाम्रो द्वन्द्व पीडित महिलाहरू केही हकमा चाहिँ हिजो एउटा आफ्नो अधिकारका लागि अगाडि बढ्दै गर्दाखेरि केही समस्याहरूले गर्दाखेरि चाहिँ केही गाह्रो चाहिँ नभएको होइन, अझै पनि केही गाह्रो चाहिँ उहाँहरूलाई छ नभएको होइन, तर केही हकमा समस्याको समाधान चाहिँ हुँदै गइराखेको छ। यसमा केही पनि भएको छैन भन्ने कुराहरू चाहिँ होइन र फेरि पनि हामीले यसमा पनि हाम्रा हक अधिकारका निम्ति हाम्रा आवाजहरू चाहिँ बुलन्द गर्दै गएका छौँ, गर्नु पनि पर्छ भन्ने चाहिँ लाग्छ। र अर्को कुरा साँच्चीकै नारीहरूलाई अगाडि बढ्नको निम्ति समस्या नभएको चाहिँ अझै पनि छैन। साँच्चै मैले मेरो हकको कुरा गर्ने हो भने यहाँ यति धेरै नारीहरू यहाँ उपस्थित हुनुहुन्छ, कुनै न कुनै सङ्घ संस्थामा या कुनै न कुनै एउटा स्तरमा चाहिँ तपाईँहरू सहभागी हुनुहुन्छ होला जस्तो लाग्छ मलाई, तपाईँहरू सबै। तर तपाईँहरू सबैलाई आफ्नो ठाउँमा एउटा चुनौती चाहिँ छ कि होइन। तपाईँ हामी कसैले न कसैले सबैले काहीँ न काहीँ एउटा समाजको प्रतिनिधित्व गरेका छौँ र त्यो समाजको प्रतिनिधित्व गर्दै गरेर अगाडि बढ्ने सवालहरूमा निकै चुनौती छ। घरायसी चुनौती छ, सामाजिक चुनौती छ, प्रशासनिकीय चुनौती छ, के अरे राज्यको चुनौती छ। हरेक कुराहरूमा चाहिँ एउटा नारीले पुरुषले एक ठाउँमा मात्रै चुनौती भोग्छ भने नारीले 1000 ठाउँमा चुनौती भोगेर अगाडि बढ्नुपर्ने हुन्छ। तर पनि त्यो नारी चाहिँ सभ्य र एकदम सफल भएर उत्रिन्छ। अहिलेसम्मको इतिहास तपाईँ हामीले देखेका छौँ। नारी एउटा यसमा मैले भन्न खोजेको पुरुषले चाहिँ सकेनन्, पुरुष चाहिँ एकदम कमजोर भयो भन्न खोजेको होइन कि अहिलेसम्म नारी जुन मेन पोस्टमा नारीहरू उभिनु भएको छ नि त्यो चाहिँ बेइज्जती भएको छैन कि। त्यो चाहिँ एकदम कस्तो भनेपछि हरेक कुराहरूमा सङ्घ संस्थाहरूमा हेर्नुहुन्छ, सरकारमा सरकारी निकायहरूमा हेर्नुहुन्छ, प्रशासनिक निकायहरूमा हेर्नुहुन्छ भने महिलाहरूले प्रतिनिधित्व गरेको सङ्गठन चाहिँ एकदम राम्रो छ। त्यसमा न भ्रष्टाचार भएको छ, न कुनै ठाउँमा त्यस्तो नेगेटिभ त्यो भोइसहरू आएको छ होइन, न कुनै त्यस्तो भएको छ, कुनै ठाउँमा पनि त्यस्तो छैन, एकदम राम्रो छ। अहिलेसम्म हामीले हेर्दाखेरिको रेकर्डमा चाहिँ त्यो तपाईँहरूले सबैले हेर्नु होला, त्यो चाहिँ छ। त्यस कारणले गर्दाखेरि नारीले चाहिँ केही गर्न सक्दैन भन्ने कुराहरू होइन, नारीले सबै कुराहरू गर्न सक्छ। तर हामी चाहिँ सीमित एउटा सामाजिक र चुलो र चौकोमा सीमित नभएर हामीले देशको प्रतिनिधित्व कसरी गर्न सकिन्छ, समाजको प्रतिनिधित्व कसरी गर्न सकिन्छ भन्ने कुराहरूलाई चाहिँ अलि आँट र साहसका साथ अगाडि बढ्यौँ भनेपछि हामी गर्न सक्छौँ, नसक्ने होइन। र अर्को कुरा मैले थोरै यहाँ तपाईँहरूलाई अवगत गराउन चाहेँ, एउटा मेन समस्या अहिले पछिल्लो द्वन्द्व पीडितको, त्यसपछि HIV पीडित, अनि सीमान्तकृत एकल महिला, अनि लगायतका मुक्तकमैया, कमलरिया, यी समस्याहरू त हाम्रा बाहिर देखिएका समस्याहरू हुन्। तर भित्र लुकेको समस्याहरू जो हामीले बाहिर ल्याउन सकिराखेका छैनौँ। हामीलाई थाहा त छ
तर त्यो समस्याहरू बाहिर आउन सकिराखेको छैन। जस्तै ठुलो ठुलो कर्मचारी सेक्टरमा बसेका महिला दिदीबहिनीहरू, अनि मन्त्रीमा भइसक्नु भएका महिला दिदीबहिनीहरू र ठुलो पोस्टमा आफ्नो सिट आसन गरिसक्नु भएका महिलाहरू जो हुनुहुन्छ, उहाँको एउटा थोरै घरायसी समस्या चाहिँ नभएको होइन, तर त्यो समस्या चाहिँ बाहिर आउन सकिराखेको छैन। कारण के भन्दाखेरि अब जस्तै मैले आफ्नो उदाहरण दिएर भने, मैले जस्तै म एउटा सांसद छु, प्रदेश सांसद छु। यदि मलाई कुनै समस्या पर्यो या घरबाट कुनै टचर पर्यो या कुनै भयो भनेपछि म त्यो कुरालाई बाहिर ल्याउन सक्दैन। किन भन्दाखेरि त्यहाँ सामाजिक इज्जत हुन्छ, त्यहाँ घरायसी इज्जत हुन्छ, अनि अर्को कुरा पार्टीको इज्जत हुन्छ। हरेक कुरा पार्टीसँग मान्छे जोडिएको हुन्छ, संस्थासँग मान्छे जोडिएको हुन्छ, समाजसँग मान्छे जोडिएको हुन्छ। अब त्यो घर परिवार त भइहाल्यो। र मैले त्यो कुरा समस्यालाई बाहिर ल्याउँदाखेरि के थाहा, मलाई नै मान्छेले समाजले यो मान्छे आफै त समस्यामा छ, यसले कसरी समाजको हल गर्न सक्छ त, मान्छेको दृष्टिकोण के मान्छेलाई भनिदिने कुराहरू होइन। त्यो कारणले गर्दाखेरि अहिले हेर्नुहुन्छ भने पछिल्लो चरणमा हाम्रा योभन्दा अगाडिका हाम्रा महिला दिदीबहिनीहरू, प्रतिनिधि महिला दिदीबहिनीहरूको अवस्था के छ बुझ्नु भएको छ तपाईँहरूले? साँच्चीकै कतिपय प्रतिनिधिहरूको दयनीय अवस्था छ। महिलाहरू डिप्रेसनमा जानुभएको छ होइन। उहाँहरूलाई कसरी के गर्ने, कसरी घर खर्च चलाउने, कसरी त्यो समाज एउटा खुड्किलो पार गरिसकेपछि अर्को खुड्किलाको लागि चाहिँ त्यो समाजले, त्यो घर परिवारले सहयोग गरे कि गरेन। महिलाहरू कुनै न कुनै राजनीतिकमा या सङ्घ संस्थामा जोडिएर नै अगाडि बढ्नु भएको छ र त्यो जोडिएको राजनीतिक संस्थाले उसलाई सहयोग गर्यो कि गरेन, त्यो जोडिएको संस्थाले उसलाई सहयोग गर्यो कि गरेन, त्यो जोडिएको समाजले उसलाई सहयोग गर्यो कि गरेन भन्ने कुराहरू चाहिँ यसमा चाहिँ नितान्तै एउटा समस्या चाहिँ चुनौतीको विषय चाहिँ महिलालाई परेको छ। त्यस कारणले गर्दाखेरि हामीले बिचमा चलाउन त धेरै अब मानव अधिकारले जुन यो कार्यक्रम गरेर प्रत्येक तलको महिलाहरूलाई चाहिँ जसरी उकास्नु भएको छ, जसरी उहाँहरूलाई हरेक आफ्ना अधिकारहरू चाहिँ सिकाउनु भएको छ, आफ्ना अधिकारहरू ल्याउने कुराहरू, बोल्ने कुराहरू, आफ्नो आवाजलाई अलि सरकारसम्म पुगाउनलाई अलिकति जुन दबाब दिनुभएको छ, यो चाहिँ तपाईँहरूले नितान्तै राम्रो गर्नुभएको छ। यसमा चाहिँ हामीले पनि सहकार्य गरेर हामी अगाडि बढ्न सक्छौँ। र हाम्रो ठाउँबाट म महिला नै भएको हुँदाखेरि, म अहिले प्रदेशको सांसद भइरहँदा मैले मेरो समितिबाट बोल्ने कुराहरू, मैले मेरो पक्षबाट बोल्ने कुराहरू र मैले मेरो अधिकारले भ्याएसम्म मैले आफ्नो आवाज महिलाहरूका लागि आवाज उठाउने कुराहरूमा चाहिँ मैले गरिराखेको छु। र फेरि पनि म तपाईँहरूलाई के आग्रह गर्न चाहन्छु भनेपछि, हामी सामाजिक समिति, मेरो सामाजिक समिति संसदीय दलभित्रको सामाजिक समितिभित्र पनि म पर्छु र त्यस कारणले गर्दाखेरि महिलाहरूका हक अधिकारका लागि कति बोल्नुपर्छ, कति अब तपाईँहरूले सबैले सायद सामाजिक सञ्जाल चलाउनुहुन्छ होला। अहिले त हाम्रो सदन पनि बसेको छैन। अब यो अहिले त सरकार कता छ, के छ, कसो छ, केही थाहा छैन। योभन्दा अगाडि जब सदन चलेको थियो त्यति बेला चाहिँ महिलाका धेरै मुद्दाहरू चाहिँ हामीले उठाएका थियौँ, समितिमा उठायौँ। त्यसपछि समितिमा मन्त्रीहरूलाई, मुख्यमन्त्रीहरूलाई बोलाएर पनि हामीले विज्ञप्ति दियौँ। त्यसपछि सदनमा पनि उठाएका छौँ धेरै विषयवस्तुहरू। तर धेरै कुराहरू चाहिँ भएका छन्, लागु पनि भएका छन् जस्तो लाग्छ मलाई। त्यस कारणले अझै पनि नारीले चाहिँ सोच्यो भनेपछि हरेक कुराहरू चाहिँ गर्न सक्छ भन्ने कुराहरू चाहिँ म चाहिँ विश्वास गर्न चाहन्छु। सबभन्दा पहिला त यो सम्मान भन्ने कुराले ऋणी बनाउँदो रहेछ, मलाई ऋणी बनाएको छ। अझै पनि मैले धेरै कामहरू गर्नुपर्छ भन्ने कुराहरू मलाई महसुस भएको छ। र यो कसरी सम्मान पाए त के भयो भन्ने कुरा म अलिकति हजुरलाई भन्न चाहन्छु। मलाई लागेको कुरा भन्न चाहन्छु। यो 60-61 सालतिर हामी काम गर्दा एकल महिलाको पहिला यो समूह गठन गर्न गएको थियौँ। यो गोदावरीमा, मालाखेतीमा, चौमाला गाविस त्यति बेलाको, अनि धनगढ नगरपालिका, यो थुप्रै ठाउँमा म गठन गर्न गएको थिएँ 60-61 को सुरुवातमा हुँदाखेरि। अनि त्यति बेलामा समूह गठन गर्दा एकल महिला जो हुनुहुन्थ्यो उहाँहरू धेरै जम्मा हुनुभयो। कतिजना रुनुभयो आएर, अनि कतिजना, एकजना मलाई याद छ, चौमाला गाविस हुँदा चौमालामा एकजना महिला बच्चा लिएर रुनुभएको थियो। भर्खरै मेरो श्रीमान बित्नु भएको भनेर रुनुभएको थियो र मलाई जागिर चाहिन्छ, कमाइ छैन भनेर रुनुभएको थियो। अनि मैले उहाँलाई के भनेको थिएँ भने, म जागिर दिन सक्ने, आश्वासन दिन सक्ने मान्छे होइन, तर म को हुँ भनेर एक दिन चिन्नुहुनेछ तपाईँहरूले। आज
आज यहाँ जति पनि एकल महिला हुनुहुन्छ यहाँहरूले म को हुँ भनेर चिन्नु भएको छ कि त्यो सबभन्दा गर्वको कुरा हो। त्यसमा हामी जस्ता मान्छेहरू थुप्रैले सहयोग गर्नुभएको छ। यो मलाई मात्र सम्मान होइन, यो यहाँहरूलाई पनि सम्मान हो। त्यसका लागि अनुरोध गर्न चाहन्छु। र अब यो WHR सुरुवातमा यो स्थापना गर्दा म सरस्वती पाण्डे म्याडमहरूलाई सम्झिन चाहन्छु, टिकेश्वरी म्याडमलाई सम्झिन चाहन्छु। पुरै स्थापनाको बेलामा अनि हाम्रो सुमन दिदीहरू सबै उहाँहरू स्ट्रगल एकदमै सङ्घर्षमा गर्नुभएको छ। अझै पनि उहाँहरूका बिचमा विभेदहरू होला, केही भनौँ न अब मनका कुरा नमिल्ला, मतभेदहरू होला, सरी है मतभेद भन्नु खोजेको, मतभेद होला र केही कुराहरू होला नमिल्ला, तर पनि उहाँहरू आज एकजुट हुनुपर्ने आवश्यकता छ। अझै पनि थुप्रै यहाँ भएका एकल महिला दिदीबहिनीहरू त एकदम सशक्त सक्षम हुनुहुन्छ, कोही पुरुषभन्दा कम हुनुहुन्न मलाई थाहा छ। तर अझै दूरदराजमा भएका महिलाहरूलाई थुप्रै समस्या छन्, यहाँ सामाजिक समस्या धेरै छन्। म त्यो गर्न चाहन्न। अहिले WHR के अरे हाम्रो मानव अधिकार आयोगको सरले यो डाटा प्रस्तुत गर्नुभयो। सबभन्दा बढी के रहेछ जबरजस्तीकरणी, सबभन्दा बढी डाटा 1143 गति दिनुभएको छ र त्यो खालि डाटा देखिएको मात्रै हो। अनि त्यसपछिको सबभन्दा बढी भनेको घरेलु हिंसा। यो घरेलु हिंसामा पनि थुप्रै हिंसाहरू छन्। त्यसैले यसमा हेर्दाखेरि अझै त्यो सँगसँगै जोडिएको नागरिकता जस्ता समस्याहरू, अघि हाम्रो सिडिओ साहबले भन्नुभयो, हाम्रो चेतमान साउद सरले बडा मजाले भाषण गर्नुभयो, समय एकदम कम भयो, हामी सुन्न मन लागेको थियो। र त्यस्तै यहाँहरूको प्रस्तुति, गोवा म्याडमको प्रस्तुति, सरको प्रस्तुति धेरै सान्दर्भिक थियो। र त्यो सँगसँगै म अर्को कुरा के भन्न चाहन्छु भने यहाँ मान्यज्यूहरू हुनुहुन्छ, हाम्रो तुलसी म्याडमसँग त मैले धेरै सङ्गत गर्ने मौका पाएँ। उहाँसँग सँगै थुप्रै तालिमहरूमा हामी सँगै गयौँ, धेरै सङ्गत गरेँ। र म उहाँहरूलाई विशेष मान्यज्यूहरूलाई के अनुरोध गर्न चाहन्छु भने अहिले यहाँ लेखेको द्वन्द्व प्रभावित महिला भन्ने शब्दमा म जान चाहन्छु। मैले सामाजिक कुरा अलिकति गरेँ। द्वन्द्व प्रभावित महिलालाई अहिले हेर्ने हो भने मैले सुरुवातदेखि यो सङ्क्रमणकालीन न्यायमा पनि मैले प्रशिक्षक भएर धेरै ठाउँमा काम गरेँ। मैले न्यापको फर्स्ट फेजमा पनि काम गरेँ र त्यो सँगसँगै हामी धेरै कामहरू गऱ्यौँ। र त्यो काम गर्दै जाँदाखेरि अझै पनि त्यो द्वन्द्वका कुराहरूलाई सम्बोधन भएको अवस्था देखिँदैन। अहिले यहीँ धेरै द्वन्द्व पीडितहरू हुनुहुन्छ, मैले देखाएको छु। र धेरैजनाले अहिले पनि त्यो एउटा जो शास्ति भोग्नु भएको छ त्यसको केही पनि सम्बोधन पाउनु भएको छैन। चाहे त्यो 4वटा परिपूरण मेलमिलापदेखि लिएर त्यो 4वटा कुराहरू मात्रै किन नहोस्। अर्को लुकेको कुरा, यहाँ UNDP को म्याडम हुनुहुन्छ, म विशेष उहाँलाई अनुरोध गर्न चाहन्छु। र सेक्सुअल भाइलेन्सको कुरामा नेपालमा कति सेक्सुअल भाइलेन्स भयो त त्यो पिरियडमा, ट्रान्जिसनल पिरियडमा भन्ने कुराहरू अहिलेसम्म डाटा छैन। अहिलेसम्म त्यो कुरालाई सम्बोधन गरेको छैन। होला मनोसामाजिक परामर्शकर्ताहरू नियुक्त गरेको छ, केही कुराहरू त सम्बोधन भएको छ, नभएको कुरा होइन। तर अझै पनि TRCको काम हुँदाखेरि सत्य निरूपण तथा मेलमिलाप आयोगको विज्ञको रूपमा परार साल एउटा भ्याकेन्सी एनाउन्स गर्दाखेरि मलाई पनि सेलेक्सन भएको थियो र मैले पनि त्यो विज्ञको रूपमा काम गर्छु भनेर मेलमिलापको तर्फबाट म पनि थिएँ, त्यसमा त्यो टिममा हुनेवाला थिएँ। तर हामी त्यो काम गर्न पनि पाइएन। किन भनेपछि अहिले पनि त्यो द्वन्द्वका घाउहरू छँदैछन्। त्यो द्वन्द्व प्रभावित महिलाहरू यहाँ खुसी देखिनुहुन्छ, उहाँहरूका परिवार छन्, छोराछोरी छन्, सब्जी छन्, तर त्यसको परिपूरण, क्षतिपूर्ति, मेलमिलाप अथवा के गर्नुपर्ने हो त्यो कुरालाई सम्बोधन भएको अवस्था छैन। त्यसकारण म यहाँ ड्यासमा आसीन मान्यज्यूहरूलाई भन्न चाहन्छु, TRCको कुराहरू अगाडि बढोस्। चाहे त्यो राजनीतिक दल कुनै पनि कोही मान्छे पनि आओस्, अपराध गरेको छ भने उसले सजाय पाओस्, या मेलमिलाप होस्, या के न के रूपमा द्वन्द्वका घाउहरूमा मलम लगाउने काम होस् भन्ने म अनुरोध गर्न चाहन्छु। सबभन्दा ठुलो कुरा। अब सामाजिक समस्याहरू थुप्रै छन्, म धेरै बोल्न चाहन्न र अझ म अब मेलमिलापको कुरामा आउन चाहन्छु। हाम्रो उपप्रमुखज्यू एकजना गइहाल्नुभयो। यो मेलमिलाप भन्ने कुरा म 22 वर्षदेखि मेलमिलापको क्षेत्रमै काम गर्छु। सुदूरपश्चिमका दूरदराज दार्चुला, बाजुरा, बझाङ सबै ठाउँमा घुमेको छु, सब ठाउँमा गएको छु म। तर त्यहाँ हेर्दाखेरि अझै पनि यो स्थानीय तहमा न्यायिक समिति जसरी जानुपर्ने त्यसरी जान सकिरहेको छैन। जसरी न्यायिक समितिलाई म्यान्डेटरी एउटा तपाईँले यो गर्नुपर्छ है, मेलमिलापलाई एकदमै राम्रो गरेर लैजानुपर्छ। उहाँ पनि स्वयं तुलसी म्याडम मेलमिलापकर्ता हुनुहुन्छ। उहाँले प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरणको तालिममा उहाँ हुनुहुन्छ, मैनामती चौधरीजी हुनुहुन्छ यहाँ। हामी सँगै सहकारी गरेर धेरै तालिमहरू गऱ्यौँ। प्रोफेसर जोन पलसँग हामीले धेरै शिक्षा लियौँ र त्यो क्षेत्रमा हामी यत्रो वर्षदेखि काम गर्दै आयौँ। तर अझै पनि मनमा लागेको कुरा के छ भने त्यो मेलमिलाप जसरी जानुपर्छ त्यसरी छैन। एकल महिला हिजो को दिनमा उहाँहरूले म सम्झिन चाहन्छु हाम्रो आदरणीय केन्द्रीय अध्यक्ष लिली थापाज्यूले उहाँले जुन स्थापना गरेको संस्था आज हाम्रो सुदूरपश्चिमका दिदीबहिनीहरू, यतिका धेरै दिदीबहिनीहरू सङ्गठित भएर स्थानीय तहमा
र प्रदेशमा सङ्घमा तिनै तहको के अरे संरचना बनाएर आफ्ना कार्यक्रमहरू क्रियाशील रूपमा विभिन्न सङ्घ संस्था गैर सरकारी सङ्घ संस्था अन्तर्राष्ट्रिय दात्री निकायहरूसँग समन्वय र सहकार्य गरेर उहाँहरूले कार्यक्रमहरू गर्नुभएको छ। हामी भाषणमा मात्रै सीमित नभएर अहिले भर्खरै हाम्रो राष्ट्रिय मानव अधिकारको आयुक्त सरले धेरै कुराहरू हाम्रा महिलाका अधिकारहरू मानव अधिकारहरू के हुन् त भन्ने कुरा धेरै कुराहरू उहाँको प्रस्तुतिमा आइसकेको छ। हाम्रो फाया नेपालका अध्यक्षज्यूले पनि उहाँले पनि धेरै कुराहरू महिलाका अधिकारका कुरा हाम्रो गणेश सर लगायत सबै पूर्व वक्ताज्यूहरूले धेरै कुराहरू आइसकेको छ। उहाँहरूको कुराहरूमा म समर्थन जनाउँदै अझै पनि हामीले मानव अधिकार हाम्रो गर्वदेखि सुरु हुन्छ। मानव अधिकार हामी बोल्ने भएर होइन कि हाम्रो गर्वदेखि सुरु हुन्छ। हामी छोरा छ कि छोरी छ भनेर हामी हेर्छौँ अहिले होइन, भिडियो एक्सरा गर्छौँ। छोरी छ भनेर हामीले त्यही हाम्रो गर्वमै उसको के भन्छन् गर्भपतन गराउँछौँ। कहिलेकाहीँ त्यो असुरक्षित गर्भपतन गर्दा गर्दै महिलाहरूको ज्यान पनि गएको अवस्था छ। आज तपाईँ दिदीबहिनीहरूले तपाईँहरूले आज हामी नीति निर्माण गर्ने तहमा हामी बसेका छौँ। नीति निर्माण गर्ने तहमा कुन ठाउँमा समस्या छ, कुन ठाउँमा हामीले गर्नुपर्ने कुराहरू छ, भइरहेको नीति नियम हामीले धेरै बोल्नु छैन। धेरै कुराहरू भाषणले मात्रै पुग्दैन। अब भाषण र आसन अब धेरै भइसकेको जस्तो मलाई लाग्छ। किनभने अब हामीले गर्नुपर्ने कामहरू थुप्रै छन्। हिजोका जति पनि हामीले सीमान्तकृत आजभन्दा 10-15 वर्षदेखि यिनै कुरामा हामी गोमा बहिनी गणेश सर लगायतको हाम्रो यो जति पनि यो टिमहरू छ जति पनि छ हामीले यिनै विषयमा यिनै सवालमा कुराहरू उठाइराखेका छौँ। खै त आजसम्म ती कुराहरू अब सरकारमै हामी हुँदाखेरि पनि ती कुराहरू जति मात्रामा सम्बोधन हुनुपर्ने हो त्यो कुरा अझै पनि सम्बोधन हुन सकिराखेको अवस्था छैन। उपप्रमुखज्यूले पनि अघि भनिसक्नुभयो आफ्ना कथा व्यथा। हाम्रो पनि त्यस्तै छ। हाम्रो पनि मन्त्री परिषद हुन्छ। मन्त्री परिषदले सबै निर्णय गर्छ। पत्रकार सम्मेलन मार्फत हामीले जानकारी पाउँछौँ। त्यस कारणले अझै पनि अबका दिदीबहिनीहरूले अब तपाईँहरू सबै सक्षम हुनुहुन्छ। सुदूरपश्चिमका 9वटै जिल्लामा कोही वडामा आउनुहोस्, कोही प्रमुख बन्नुहोस्। अब उपप्रमुख मात्रै किन महिला प्रमुख पनि बनेर अलिकता हामी केही गर्छौँ भन्ने जोस जागरका साथ लाग्यौँ भने पक्कै पनि हुन्छ। तर हामी प्रदेश सभामा हामी जहिले पनि बोलिराखेका हुन्छौँ। हामीले दाजुभाइहरू हुनुहुन्छ उहाँले एक अर्कालाई गाली गर्ने बाहेक केही गर्नुहुन्न। हामीले जति पनि महिला छौँ हामीले महिलाका, दलितका, गरिबका, एकल महिला सबैका अधिकार स्थापित हुनुपर्छ, गर्नुपर्छ। नीति तथा कार्यक्रमहरूमा पनि हामीले ती शब्दहरू बोलेका छौँ, गरेका छौँ। अझ यिनै दृष्टि फाउन्डेसनको हाम्रो कल्पना बहिनी हुनुहुन्छ यहाँनिर। हामीले भनेको थियौँ अघिल्लो वर्ष पनि के भनेको थियौँ भने यो सरकारले यो जिम्मा चाहिँ सरकारको हो नि। यो के अरे बेसहारा दिदीबहिनी महिलाहरूको संरक्षण गर्ने जिम्मेवारी सरकारले गर्ने काम सङ्घ संस्थाले गरेका छन्। सरकारको अभिन्न अङ्ग पनि सङ्घ संस्था हो। हामीले सरकार र सङ्घ संस्थाहरूलाई छुट्टै हामीले हेर्नुहुन्न। नेपाल सरकारको सहयोग गर्ने दात्री निकाय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू छन्। उहाँहरू हामी सँगै बसेर सहकार्य गरेर मात्रै पनि हामीले त्यसरी गयौँ भने पनि हामी आजसम्म दिदीबहिनी यसरी सक्षम भएर आफ्नै तरिकाले उहाँहरूले परियोजनाहरू ल्याउनु भएको छ, कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ। हाम्रा मानव अधिकारका उल्लङ्घन भएका घटना राष्ट्रिय मानव अधिकार आयोगका प्रमुखज्यू हुनुहुन्छ यहाँ, उहाँहरूले अनुगमन गर्नुभएको छ। त्यति मात्रै भएर अझ प्रभावकारी रूपमा सरकारले त्यो बजेट अनि सेवा सुविधा पनि वृद्धि गर्नु पर्यो। त्यही अनुसारको भनेदेखि यहाँहरूका योजनाहरूलाई सम्बोधन गर्नको लागि यहाँहरूका जुन जति पनि अब यहाँ सवालगत छलफल छ सुदूरपश्चिमको विषयमा मानव अधिकारका कुरा होइन, एकल महिलाका कुरा, द्वन्द्व प्रभावित क्षेत्रका महिलाका कुरा अनि सीमान्तकृत वर्गका अनि लैङ्गिक अल्पसङ्ख्यकका कुराहरूदेखि लिएर यी सबै कुराहरूलाई यहाँहरूले सभ्य र भव्य रूपले बसेर योजनाबद्ध तरिकाले तपाईँहरूले ल्याउनु हुनेछ। ती सवाललाई सम्बोधन गर्नका निमित्त हामीले सुदूरपश्चिम प्रदेशका महिला सांसद भएको नाताले हामी यहाँ 3 जना छौँ। हामीले गर्नुपर्ने हाम्रो दलको मिटिङमा हुन्छ अथवा हामीले प्रदेश सभामा के अरे ती कुराहरूलाई नीतिगत रूपमा समावेश गर्न सकिन्छ। अब नीति तथा कार्यक्रमहरूमा पनि यसपटक हामीले थुप्रै एकल महिलाहरूको कार्यक्रमहरू पनि हामीले समावेश गर्न सफल भएका छौँ। एकल महिलाले एउटा कुरा सकेनौँ कि दृष्टि फाउन्डेसनले सरकारले जिम्मा लियोस्, त्यो हेर्ने जिम्मेवारी चाहिँ सरकारले गरोस् भन्ने कुराहरू हामीले गरेका थियौँ। त्यसमा चाहिँ हामीले सकेनौँ र अरू समग्र रूपमा कार्यक्रमहरू पनि आएको छ। अर्को अघि भर्खरै हाम्रो एकल महिला हाम्रो सुदूरपश्चिम प्रदेशका के अरे अध्यक्षले भन्नुभएको थियो एकल महिला सुरक्षा कोष
थुप्रै छ। बाजुरा जिल्लाले मात्रै 5 लाख लिन सफल भयो। यदि योभन्दा अगाडि यदि छ भने नीतिगत रूपमा त्रुटि हो भने त्यसलाई नीतिगत रूपमा सुधार गरेर अगाडि बढ्नुपर्छ। होइन भने जसको लागि आएको रकम हो उहाँले चाहिँ प्राप्त गर्नुपर्छ। उहाँहरूलाई उद्यमी बनाउनुपर्छ, उहाँहरूलाई व्यवसायी बनाउनुपर्छ र उहाँहरूलाई सामाजिक, आर्थिक, राजनीतिक हरेक तहले जस्तो अधिकार भनेको हामी सुदूरपश्चिम मानव अधिकारका दृष्टिकोणले हेर्ने हो भने यो पूर्वमा मात्रै होइन नेपाल अधिराज्यभरि हाम्रो यो सबै सुदूरपश्चिम विकासको कामले पछाडि होला, तर अधिकारको हिसाबले चाहिँ हाम्रो सुदूरपश्चिम कहिल्यै पनि पछाडि छैन। अधिकारको दृष्टिकोणले सब मान्छे जति पनि हामी यहाँ छौँ सबैको ठुलोको होस्, चाहे माथिल्लो वर्गको होस्, चाहे तल्लो वर्गको होस्, चाहे अझ निम्न वर्गको होस्, मानव अधिकार भनेको सबैको बराबरी हुन्छ। कसैको अधिकार स्थापित गर्दा कसैको अधिकार हनन गर्ने काम चाहिँ हामी गर्नु हुँदैन। बाटोमा हिँड्दैछौँ मेरो अधिकार छ भनेर बाटोमा हिँड्ने मान्छेलाई हामीले धकेलेर हिँड्यौँ भने त्यो अधिकार कहिल्यै पनि लागू हुन सक्दैन, त्यो सफल पनि हुन सक्दैन। त्यस कारणले हामी सबै दिदीबहिनी एकले अर्कालाई सम्मान गरौँ, एकले अर्कालाई हातेमालो गरेर अगाडि बढाउँ। त्यो कुराहरू भन्दै आँसु पुछिँदैनन्, आर्थिक रूपमा हामी सशक्त हुँदैनौँ तबसम्म यो राज्यले कोल्टो फेर्नेवाला छैन। त्यो भएको कारणले सरकारले पनि सोध्ने बेला भएको छ र म जनप्रतिनिधि यहाँहरू मान्यज्यूहरूलाई पनि भन्छु, अब उपमा मात्रै होइन, प्लिज प्रत्यक्ष आउनु न। धेरैजना समानुपातिमा हुनुहुन्छ, हामीले उहाँलाई भन्ने भने चाहिँ के भन्नुहुन्छ, केही लाग्दैन। ए बाबा लाग्दैन भने चाहिँ किन बस्नु भएको छ त्यहाँ, आउनु न यतातिर। 10 वर्ष पनि सरकार नहुँदा चलाएको त हो नि, हामी नागरिकले चलाएनौँ र आवाज गरौँ त, सडकमै जाउँ, अझ त्यही आवाज गरौँ, त्यही हल्ला गर्नमा जान्छ। होइन भनेपछि सरकारले पनि, मैले सम्बोधनको क्रममा हाम्रो नीति आयोगका भाइलाई सम्बोधन गर्ने माफ गर्नु होला भन्दै सरकारले पनि सोच्ने बेला आएको छ। जबसम्म आर्थिक रूपमा आर्थिक क्रान्ति, अब हामी एकल महिलाले आर्थिक क्रान्तिको बाटो अप्नाएका छौँ। साँच्चै भन्दा हिजोका दिनमा आर्थिक रूपमा अब्बल नभएको कारणले परिवारको हेला भएको थिए, यो निस्किन पाएपछि अतिथिमा पनि छोरी पाउने आमा, म जस्तै धेरै आमाहरू छु। यिनीहरू हामी त त्यो घरको बोझै छ। यिनीहरू गएको भएपछि यिनीहरूका छोरीहरू पनि गइहाले, सबै मैले लिन पाएपछि मै खाऊँ, मै लगाऊँ, मै मौज मस्ती गरौँ, यस्तो समाजका हामी व्यक्तिहरू भन्दै मलाई थाहा छ हजुर धेरै आँटिनु भएको छ। 9 जिल्लाबाट आउनु भएको छ, कतिजना त लिदाउनु पनि भएको छैन, अभियानमा लाग्नु भएको छ। हाम्रो यो सार्थ कोही सङ्घ संस्था जस्तो बजेट भयो, डोनर भयो, चले भरे गए, हामी चाहिँ होइन। जबसम्म हामीमाथि विभेद हुन्छ, जबसम्म अन्याय अत्याचार हुन्छ, त्यसका विरुद्ध लड्ने यो संस्थाले जन्म लिएको छ। सानो कोठाबाट भएको कैलाली यो हाम्रो तारानगर धनपाको 5 नम्बर तारानगरमा हाम्रो क्षेत्रीय कार्यालय छ। त्यो भवनको निर्माण हामीले एकल महिलाहरूले पाउने सामाजिक सुरक्षा भत्ता कोषबाट 500 रुपियाँ दिएर त्यहाँबाट सुरुवात गरेको हाम्रो संस्था छ। एउटा छहारी हो, त्यहाँ हामीहरू गइसकेपछि अन्यायमा परेका दिदीबहिनीलाई न्याय दिलाउन हामी सफल भएका छौँ। र साथै म यो सती प्रथा अन्त गर्ने अग्रज आदरणीय दिदीहरूलाई पनि हार्दिक नमन गर्न चाहन्छु। किन भनेपछि आज साँच्चै उहाँहरूको योगदानले नै आज हामी मानव स्वरूप लिएर बस्न पाएका छौँ, होइन भने हामी खरानी भइसकेको थियो भन्दै सम्पूर्णलाई हार्दिक मेरो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट स्वागत गर्दै यो पहिलो शर्तलाई यहीँ समापन भएको जानकारी गर्दै, मलाई थाहा छ अब मान्छेहरू भाषण भन्दा पनि मान्छेले के काम गर्यो है भन्न हेर्न चाहनुहुन्छ भन्दै मेरो शब्दलाई